फेलियरबाट बचाउनलाई के गर्ने? कम्बाइनलाई फेलियरबाट बचाउन यहाँ रिङ राख्ने। त्यही भएर हाम्रो यहाँ र यहाँ मात्रै रिङ राख्छौँ त, हामी घरहरूमा छैन। यहाँदेखि यहाँसम्मै रिङ राख्छौँ, तर सपोर्टतिर बाक्लो रिङ राख्छौँ टेन्सनलाई र कम्प्रेसनलाई काउन्टर गर्नलाई। यहाँ चाहिँ पातलो रिङ राख्छौँ, किन यहाँ सियर फोर्स हुन्छ त हुँदैन, टाढा टाढा राख्छौँ। त्यही भएर के काउन्टर गर्नलाई कम्बाइन। सर यो फेलियरहरूको केस चाहिँ जहाँ जहाँ फेलियर भयो त्यही रिङ बढाउने हो? हो, फेलियरको केस त्यस्तो हो, तर हामीले चाहिँ रिङहरू राखिसक्यो भने यो फेलियर आउँदैन। यो फेलियर आउने कारणले गर्दा रिङको कुरा आएको हो नि त। ल 4 नम्बरमा जाउँ। डिफ्लेक्सन, डिफ्लेक्सन कन्ट्रोल क्राइटेरिया फर बीम। हाम्रो बीममा डिफ्लेक्सन कन्ट्रोल क्राइटेरियाहरू लेखौँ। स्पान टू depth ratio is limited age or cantilever beam. Deflection criteria for the beam. Deflection criteria for the beam. Deflection control criteria for beam. For cantilever beam, L by D is equal to 7. For simply supported beam, L by D is equal to 20. For continuous beam, L by D is equal to 26. 5 number, size of beam. Sir, L by D is equal to 7 हो। 7 हो। 07 ला 7 मात्र लेख्नु न, के फरक परेन। 07 भनेकै 7 हो। साइज अफ बीम, width of beam, should not be less than support width, that is 9-inch wall. Depth of beam should not be more than 3 times width. 6 number, spacing between rebar, horizontal spacing, यो चाहिँ spacing, horizontal spacing is equal to maximum of diameter of rebar if same rebar छ भने diameter of rebar, diameter of larger rebar if different rebar. प्रति स्पेसिङ सेन्टर टु सेन्टर हो कि के हो? एउटा डन्डीदेखि अर्को डन्डीको ग्याप के आउटर टु आउटर, यसको यहाँदेखि यसको यहाँसम्म, बाहिरदेखि बाहिरसम्म त लेखेको अहिले। अब थर्डमा 5 mm plus 5 mm plus
nominal size of course aggregate. Vertical spacing. स्पेसिङ म्याक्सिमम लिन्छौ कि मिनिमम लिन्छौ र सर? हजुर हजुर स्पेसिङ चाहिँ यो के गर्ने म्याक्सिमम लिने के एउटा डायमिटर र रिबारको एउटा डायमिटर लार्ज रिबारको एउटा यो वाला यो तीनटा मध्येको जुन भ्यालु म्याक्सिमम छ त्यो लिने vertical spacing यो चाहिँ spacing when rebar are provided vertically, then spacing equal to maximum of diameter of rebar 2/3 into nominal size of aggregate थर्ड मा 20 mm भनेर होला है पढ्नु है यो भर्टिकल को 20 हो कि 15 एकचोटि हेरौँ है यो कोडको अब यो चाहिँ तपाईहरुको एमसीक्यू मा आउन सक्छ अब डिजाइन कन्सिडरेसन सोध्यो भने चाहिँ लेख्नु पर्छ है फेरि सर ल अर्को क्राइटेरियामा लेखौं यो फिफ्टीन mm पक्नु है भर्टिकल डिस्टेन्स बार सेल बी यो 15 लेख्नु है यो 15 एउटा चाहिँ 2/3 इन्टु नोमिनल साइज अफ एग्रिगेट अर्को चाहिँ म्याक्सिमम साइज अफ बार है ल यसै गरी 6 भयो अब 7 मा limiting capacity of beam. The limiting capacity of beam YAMU limit. अब हामीले पढेको रिलेसन YAMU limit equal to K into FCK into B into D square for area of reinforcement YAMU is equal to 0.87 FY AST D minus FY AST by B into FCK अब यति लेखे पुग्छ है 8 वटा पोइन्ट पुगिसक्यो तपाईहरुको डिजाइन कन्सिडरेसन भन्ने बित्तिकै कोडले दिएका कुराहरुलाई लेख्ने भनेर बुझ्ने है बीम को लागि चाहिँ कोडले बाउन्ड गरेको कुराहरुलाई चाहिँ लेख्ने हाम्रो त्यो एरिया अफ रेनफोर्समेन्ट चाहिँ मिनिमम र म्याक्सिमम एरियाबाट आउँदैन र सर हजुर हजुर त्यो हाम्रो जुन अघि यो भन्दा अगाडिको स्लाइडमा लेख्नु भएको थियो नि मिनिमम एरिया अफ रेनफोर्समेन्ट म्याक्सिमम एरिया अफ रेनफोर्समेन्ट त्यो त्यसबाट हाम्रो यो 8 नम्बर लेख्नै पर्छ र त्यही हिसाबले हैन लेख्ने अब तपाईले त्यो मिनिमम र म्याक्सिमम भनेको त खास चेक गर्ने क्राइटेरिया हो नि त
तपाईले एरिया निकालिसकेपछि चेक गर्ने क्राइटेरिया भनेको के हो, मिनिमम र म्याक्सिमम हो। त्यही भएर चाहिँ त्यो लेखे पनि यो त चाहियो नि त, यो बिना तपाईले बीममा त कतै न कतै त युज गर्नुहुन्छ, त्यही भएर यो पनि लेख्ने। त्यो त हजुर लेख्नु भएको डाटाहरु कुन कुनबाट लिनुभयो? हजुर हजुर हजुरले लेख्नु भएको यो डाटाहरु कुन कुनबाट लिनुभयो? यो बुकको हैन, कोडको डाटा हो सबै। कुन कोड दिए त? यो चाहिँ आईएस कोड लेख्नु त, कोड रेफरेन्स कोड। यो नलेख्ने फेरि एक्जाममा। रेफरेन्स कोड आईएस 456 2000। आईएस भनेको इन्डियन स्ट्यान्डर्ड कोड है। यहाँबाट लेखेको हामीले अहिले चाहिँ डिजाइन कन्सिडरेसन भन्ने बित्तिकै अरू कुरा लेख्न पाइँदैन। जे कोडले भनेको छ त्यो बाहेक अरू नलेख्ने। ल अब डिफ्लेक्सन कन्ट्रोलमा जाम त। क्यान्टिलिभरको लागि 7, सिम्पली सपोर्टको लागि 20, कन्टिन्युअसको लागि 26, साइज अफ बीम भनेको 230 mm भन्दा कम लिनु भएन अथवा 9 इन्ची वाल। डेप्थ भनेको जति बीम छ त्यसको 3 गुणा भन्दा बढी कटाउन पाइँदैन। स्पेसिङ एउटा बारदेखि अर्को बारको स्पेसिङ 300 mm भन्दा कट्न पनि पाइँदैन भने टिपे पनि हुन्छ, त्यो पनि हो है। एउटा बारदेखि अर्को बार चाहिँ 300 mm भन्दा टाढा पनि राख्न पाइँदैन, त्यो पनि थप्न सक्नुहुन्छ। अथवा डायमिटर अफ रिबार, डायमिटर अफ रिबारले नै यदि एउटै बार युज गरेको छ भने, यदि 2-3टा किसिमको बारहरू युज गरेको छौँ, 12 mm, 16 mm, 20 mm छ भने 20 mm लिने। अथवा हामीले युज गर्ने गिट्टी कति हो, 20 डाउनको 20 mm को, 20 mm को गिट्टीमा 5 mm प्लस गर्ने भनेको। यो तीनटा मध्येको म्याक्सिमम भ्यालुले के गभर्न गर्छ, हरिजेन्टल स्पेसिङ। दुईटा डन्डी बीचको चाहिँ म्याक्सिमम हरिजेन्टल स्पेसिङ भनेको 300 mm कट्नु हुँदैन भन्ने पनि छ, त्यो लेखे पनि हुन्छ है। अब भर्टिकल, एउटा डन्डीदेखि अर्को डन्डी बीचको भर्टिकल स्पेसिङ भनेको डायमिटर अफ म्याक्सिमम रिबार, त्यही भएर डायमिटर अफ रिबार लेख्यौँ। अर्को चाहिँ 2/3 इन्टु नोमिनल साइज अफ एग्रिगेट भनेको 20 mm र एउटा 15 mm। यो मध्येको के गर्ने, म्याक्सिमम लिने होइन। 15 mm क्राइटेरिया मात्रै के, एमएम यसलाई 15 mm भनेर क्राइटेरिया हो कोडको मात्रै। 300 mm जस्तो यो पनि क्राइटेरिया के, त्योभन्दा कम हुनु भएन क्या 15 भन्दा। अब यसै गरी लिमिटिङ क्यापासिटी अफ बीम आइसक्यो, एरिया अफ एन्फोर्समेन्ट आइसक्यो, रेफरेन्स कोड योबाट लगेको। ल डिफरेन्स बिट्विन चाहिँ हामी अर्को क्लासमा गर्छौँ है। सर अगाडिको त्यो छुट्टिया थियो सर, त्यो लाइट गएर त्यो के अरे कम्बाइन्ड सियर एन्ड बेडिङ सियरको भनिदिनु न। कम्बाइन्ड एरियर भनेको लोड हेर्नु त, यहाँबाट लोड लागेको छ, लोड लागेको कारणले गर्दा जहाँ लोड लागेको छ त्यहीबाट क्र्याक सुरु हुन्छ भने यसलाई कम्बाइन्ड बेन्डिङ र सियर फेलियर भन्ने। जहाँ बेन्डिङ मोमेन्ट धेरै छ, सियर फोर्स थोरै छ, त्यो ठाउँमा आउने भयो। यसमा चाहिँ माथिबाट क्र्याक सुरु भएर तलसम्म जाने, तर हेयरलाइन एकदमै कम इन्टेन्सिटीको हुने कन्डिसन भनेको यो कन्डिसन भयो। अनि तपाईँले यसलाई काउन्टर गर्नको लागि के गर्नुहुन्छ त, बिचमा रिङ राख्छौँ टाढा टाढा, त्यसले काउन्टर हुने भयो। लागि यति हो सर आज। साथी त्यो फर्स्ट स्लाइड देखाइदिनु न, त्यो फर्स्ट सेकेन्ड स्लाइड। अनि यहाँ सर नै छ, त्यो फर्स्ट सेकेन्ड स्लाइड देखाइदिनु न है। प्रायको ब्याकअपै छैन। आज यति हो पछि भिडियो हेर्छु, भिडियो आउँछ सर। आज यति हो। लास्टको नि देखाउनु न। सेकेन्डको सेकेन्ड हेरिदिनु है। सेकेन्ड अर्को पनि है, सेकेन्ड